हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई च्यानल। आज चाहिँ म बिहानबाट मेरो भ्लग स्टार्ट गर्दैछु। हेर्नुहोस् बिहानको भ्यू कति धेरै कुहिरोहरू लागेको छ। र आज चाहिँ म हजुरलाई मैले गर्ने काम यानि कि म बिहानदेखि बेलुकासम्म के कामहरू गर्छु भनेर चाहिँ यहाँहरूलाई देखाउन गइरहेको छु। सुरुमा उठेर तातो पानी खाएर म चाहिँ यसरी आफ्नो बेड मिलाउनतर्फ लाग्छु। अब बेडहरू मिलाइवरी चाहिँ म भाँडा माझ्न बेलुकाको थोरै भाँडाहरू थियो, बेलुकाको भाँडा माझ्नतिर जाँदैछु। एकजना एकजना भएको गर्दाखेरि त खासै धेरै भाँडाको दाम हुँदैन नि त, त्यसले गर्दाखेरि चाहिँ अहिले अलिक चिसो मौसम भएकोले गर्दाखेरि चाहिँ मैले भाँडा चाहिँ राख्ने गर्दैछु। अनि भाँडा माझेर म यसरी घरहरू सरसफाइ गर्दैछु। अब रुम त एउटा हो होइन, अब एक्लै बसिन्छु, एक्लै बसेकोले गर्दाखेरि खासै धेरै फोहोरहरू पनि हुँदैन। अनि यसरी तलको फ्लाइटमा चाहिँ म बस्छु, जसले गर्दा तल पनि सफा गर्नुपर्ने हुन्छ। अनि यसरी रुमहरू घरहरू सफा गरेर चाहिँ म घर पनि पुस्नतर्फ लागेको छु। अब यसरी रुम भनेर रुम जस्तो गर्नु हुँदैन नि त, आफू जहाँ बसिन्छ त्यो नै आफ्नो घर हो होइन। किनकि उहाँले पनि त मलाई विश्वासले मलाई रुम दिनुभएको छ, त्यसले गर्दाखेरि चाहिँ आफूले बसेको रुम चाहिँ सरसफाइ गर्नुपर्छ जस्तो मलाई लाग्छ। र यसरी मेरो खाना पनि पाक्यो, अनि खाना पकाउँदै यता सरसफाइ गर्दै गरिरहेको छु। अनि हेर्नु न यसरी मेरो नाटक। अनि सब्जी पनि पकाउँदै खाना पकाउँदै अब भ्याइँदैन नि त, एकतिर मात्रै काम गऱ्यो भने त भ्याइँदैन। अनि त्यही भएर यता सफा पनि गऱ्यो, यता खाना पनि पकायो होइन। त्यसले गर्दा दुइटै काम एकैचोटि हुन्छ। बिहान त म केही नै गर्न भ्याउँदिनँ। अब जाडो महिना भएकोले गर्दाखेरि चाहिँ सुत्नै मन लाग्छ बिहानसम्म। अनि उठेको बेला चाहिँ यस्तै हो, भ्याइ नभ्याइ यता पनि ठिक्क उता पनि ठिक्क गर्दा गर्दै अफिस जाने टाइम पनि हुन्छ। अनि मैले यसरी ब्रोकौलीहरू होइन, ब्रिन्जलहरू काटेर चाहिँ आजको सब्जी चाहिँ खान गइरहेको छु। फाइनली मैले ब्रोकौली, ब्रिन्जल एन्ड पोट्याटो काटेर पनि रेडी गरिसकेँ। र साथमा टोमेटो, ओनियन, जिन्जर एन्ड गार्लिकलाई पनि मैले चप गरिसकेँ। र अब म यसरी आफ्नो फेभरेट प्यानमा सब्जी पकाउन जाँदैछु है त। र मैले प्यान तताउन दिएँ, अब यसमा ओइल हाल्छु। अब यसलाई फुराउनको लागि मेथी, र अघि चप गरेको प्याज। र यो यसरी डार्क हुँदै फ्राई हुँदैछ। अलिअलि रातो भएपछि अनि यसमा चाहिँ पोटेटो लाउने। र यो डार्क भइसकेको छ। अब यसमा हामीले अघि काटेर राखेको सब्जीहरू एड गर्ने। पहिला चाहिँ आलुलाई फ्राई गर्नु पर्यो, अनि त्यसपछि ब्रोकौली र ब्रिन्जल लाउने। यसलाई अब यस्तै छोपिदिने।
यसलाई 10 सेकेन्ड जति छोडेपछि फेरि झिकेर फ्राई गर्ने। अब सब्जी पकाउँदा पकाउँदै मैले त माग पनि पकाउनु पऱ्यो। अनि यसमा मखन हाल्छु। यस्तो राम्रो लतक्क भएछ। यसरी मैले दाल ल 10 सेकेन्ड छोपेर अब यसलाई मजाले चलाइदिन्छु। अब यसमा अहिलेको ब्रोकाउली अनि ब्रिन्जल पनि एड गरिदिन्छु। यसलाई फेरि मैले 15 सेकेन्ड जति छोडिदिन्छु। मैले चामल पनि यहाँ हालेर ल्याएँ पकाएर। अब यसलाई फेरि म बसाइदिन्छु। यस्तो गरी फ्राई हुँदैछ। पुरै बाफाको सब्जीमा मैले झिकिन्छ है। मसला दुध खोर्सानी पनि एड गर्दैछु। आफैले भिडियो बनाउँदै बनाउँदै साह्रै गाह्रो रहेछ है। अब यसमा चाहिँ छोपिदिन्छु। यसमा म अघि चप गरेको टमाटरलाई पनि एड गर्न लाग्दैछु। मिट नभए पनि मिट मसला हाल्न मन लाग्यो ताकि मिट मसलाको मिटको बास्ना आओस्। त्यतिन्जेल म चाहिँ लुगा धुन गइहाल्छु। लुगा हिजो मैले सरफमा भिजाएको थिएँ। अब म पखालेर लुगा पनि सुकाइहाल्छु है त। र फाइनली गाइज मैले लुगा पनि धोएर सुकाइसकेँ। थकी त्यही हुन्छु गाइज, म त केही गर्न भ्याउँदिनँ क्या। अब मैले लुगा पनि धोएर आइसकेँ होइन। अब सब्जी अनि पकाउँदैछु, खाना पनि पकाउँदैछु। लुगा चाहिँ म धेरै धेरै धुँदिनँ, दिन बिराइ धुन्छु। अनि त्यसले गर्दा थोरै पनि हुन्छ अनि सजिलो पनि हुन्छ क्या। एकैचोटि धेरै धुने अब शनिबार पर्खेर पनि हुँदैन होइन। अब जाडो महिना लाग्यो नि त, त्यही भएर बरु थोरै थोरै लुगा धुयो तर धोइराख्नु। मैले लुगा धोइसकेँ। मेरो यहाँ सब्जी पाक्ने बेला भइसक्यो अनि टाइम पनि छैन। अब त 8 बज्न आँटिसक्यो। मेरो खानाको सिटी पनि लागिहाल्यो गाइस। अब 8 बज्न आँटिसक्यो। अब खाना खाएर अब म अफिस जानुपर्ने हुन्छ। त्यसैले हेर्दै गर्नु होला मेरो भिडियो गाइस। खानाको सिटी हो, सब्जी यस्तो हुँदैछ। अब यसलाई अझै पाक्न टाइम लाग्छ थोरै। सिटी लाग्दैछ गाइस। फाइनली गाइस मेरो अब
सब्जी पाकिनु परेको छ। अब मलाई यो टोमेटो पुरै बेल भएको मन परेन क्या, यतिकै मनपर्छ। अब रेडी भइसकेको छ गाइस मेरो सब्जी पनि फाइनली। मेरो सब्जीको फाइनली लुक यस्तो भएको छ है। अब मैले ग्यास बन्द गर्नुपर्ने हुन्छ। मेरो अहिलेको सब्जी यस्तो भयो। मसँग रहेको छ यहाँ खाना, यहाँ सब्जी अनि यहाँ दाल। अब मसँग खानामा रहेको छ राइस अनि दाल अनि सब्जी। अब म यो खाएर अफिस जानुपर्ने हुन्छ गाइज। खाएँ है। हेलो गाइज, आज मैले खाना लिएर आएको छु। मसँग खानामा हजुरहरूले हेरिहाल्नुभयो। यहाँ सब्जी छ, यहाँ दाल छ, यहाँ माम छ। अब धेरै आइटम पकाउने मसँग टाइम पनि छैन। अब यतिकै खाएर चाहिँ म अफिस जाने हुन्छ। त्यसैले अब हतार गरेर म खान्छु गाइज, किनकि मसँग अब समय छैन। ल, र यति दिनसम्म हजुरले मैले खाना पकाएको हेर्नुभयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। त्यसैले आज फर्स्ट राइट हजुरबाटै हुन्छ। अथा फर्स्ट राइट खाएँ ल। के प्रशंसा गर्नु आफ्नो खाना। सबैलाई मिठो लाग्छ कि आफूले पकाएको के हुन्छ। म त आफूले पकाएको त कति चाहिँ मनपर्छ। त्यही भएर पनि खाना खाँदाखेरि मेरो ठुल्ठुलो गाँस हुनुको कारण त्यही हो गाइज। मिठो हुन्छ। ढिलो हुन्छ गाइज, त्यही भएर फटाफट खानुपर्ने भएको। अब हेर्नु न, आज मैले लुगा धोएँ नि, अब भरे पनि त्यसै हुन्छ सितारै। गाह्रो छ। र फाइनली गाइज म अफिस जान रेडी भइसकेँ। अब यो सिउँदो खाली खाली छ। अब म त म्यारिड हो होइन, त्यसैले म सिन्दुर लाउँदैछु है त। औ सिन्दुर पोख्यो। ल, मेरो बुढोको आयु सधैँ लामो होस्। अब म यो कपालहरू मिलाएर चाहिँ म हिँड्नुपर्ने हुन्छ। आज धेरै जाडो छ कि गाइस, अनि त्यही भएर आज चाहिँ ड्रेस नलगाएको। अब ड्रेसमा झन् धेरै चिसो हुन्छ नि त, त्यही भएर आज म आउट ड्रेसमै छु। यो मैले बिर्तामा आउँदाखेरि किनेको ज्याकेट हो, त्यसैले म अब यो ज्याकेट लगाएर अफिस जाँदैछु।
गाइज अब म हिँड्नुपर्ने हुन्छ है त। माई रुम, आई मिस यु। म भरे फेरि आउनेछु। र गाइस मैले आफ्नो ड्युटी सकाएर रुम आइसकेँ। ल हजुरहरूले आजभन्दा पनि हिजोदेखि नै कि आजसम्मको मेरो दिनचर्या हेरिहाल्नु भयो होइन। म कति बेला आउँछु, खानासाना बनाएर खाएर, अनि बिहानको कुराहरू पनि सबै हजुरलाई मैले अपडेट देखाएर अब यति बेला म 7 बज्यो, यति बेला म रुम आइसकेको छु। अब फेरि हिजो जस्तै फेरि खाना बनाएर खाएर अनि सुत्ने गर्ने गर्छु। ल साथीहरू, यसरी नै मेरो जिन्दगी बितिरहेको छ। अब हजुरसँग अरू बेला जोडिन पाइँदैन होइन। अब शनिबारको बेला हो फ्री भनेको, नत्र बाँकी समय यस्तै हो। त्यसैले अब एउटै कुराहरू देखाइरहनु भन्दा पनि अब केही फरक कुराहरू ल्याउँदा राम्रो देखिन्छ। त्यसले गर्दाखेरि मैले आज मेरो भिडियोलाई यतिमै सीमित राखेँ। अब बाँकी भिडियो फेरि पनि अर्को कन्टेन्ट लिएर आउनेछु। हस् त, सबैलाई गुड बाई।